हेर्न सक्नुहुन्छ इन्द्रनीको रङ्ग ज्योति तमाखे चाहिँ हेर्न सक्नुहुन्छ गाइजहरू यस्तो छ होइन। अब यहाँ उकाला देखिएको ठाउँमा मन्दिरमा पुऱ्याउनु पर्ने हो नि त होइन। यो सामानहरू चाहिँ मन्दिर पनि अहिले देखाउँछु तपाईँहरूलाई। मेरो ब्लग चाहिँ हेर्दै गर्नु होला, सबैजनाले निरन्तर हेर्नु होला भन्न चाहन्छु होइन। मन्दिर अब पुग्नु आँट्यो नि त गाइजहरू। एकछिनमा भिडियो बनाउँदैछु क्या अहिले त सबैले प्राय माथि भनेकोमा लाँदो रहेछ नि होला। हेर्नु सक्नुहुन्छ होइन गाइजहरू, यहाँ एकदम दुध भर्ने ठाउँ हो, दुध भरिरहेछ एकदम। यो गाडीले मङ्सिरे दुध लान्छ नि त होइन। अनि अब यहाँ साइड दिने ठाउँ चाहिँ खासै छैन रहेछ गाइजहरू है। गुड मर्निङ है सबैजनालाई हाम्रो तर्फबाट। सुत्नु पाइएको छैन, अब सुत्ने उज्यालो भयो। सक्यो फाइनल अहिले। हजुर कोही आधी उदो आधी उभो ओसारेको नि रातभरि यार। गाह्रो छ हो। यता सर्टकटबाट लैजाउँ गुरु, हाम्रो गाडी त छिराइदिउँ ब्लगरले जस्तै। हाम्रो गौतम अङ्कलको घर आइपुग्यो है। खोइ ए देखिन मेरा बालक निरन्तर हेर्नु होला होइन। स्वरै निस्किने छोडिसक्यो नकरा न यार, स्वर मेरो पनि सुकिसक्यो क्या अघि उकालो जाँदा कराएकोले। यहाँ चाहिँ कराउने डाँडामा करा त म त गराउँदिनँ। टोलीहरू त अघि बाइकमा घर पुगेको। ल ए मनोज टर्निङ आइयो। अब यहाँबाट उता चाहिँ तमाखे अब जे अब यहाँदेखि उता चाहिँ प्युर तमाखे भनिन्छ होइन। गाइजहरू बोचेराई गाउँ हो, यता चाहिँ नेम्बाङ गाउँ छ अलिक धेरै। हेर्दै जानु होला मेरो ब्लग। यहाँ एकदम भाउजूहरू साङसिङ गर्दै हुनुहुँदो रहेछ। भाउजू साङसिङ गर्नुहुँदैछ। यता आन्टी पनि साङसिङ। ए अलिक देखिएको रहेछ आन्टी साङसिङ गर्दैछ भन्नु भनेको त। मार्यो तमाखे हेर्नु सक्नुहुन्छ गाइजहरू होइन। तमाखे चाहिँ यो ठ्याक्कै गुरुङ कमालीकेटी छ अनि तल नेम्बा गाउँ छ होइन। हेर्दै जानु होला मेरो ब्लग, लगातार हेर्नु चाहिँ नछोड्नु होला, नबिसाउनु होला गाइजहरू। लाजको लाली बोकेर आइदेऊ न मायालुको सुवास। सबैजना साङसिङमा एकदम बिजी हुनुहुँदो रहेछ नि त अहिले बिहान त होइन। हाम्रो यो चाहिँ गाइस तमाखेको प्रहरी चौकी होइन। अरू डाइरी आउँदो रहेछ हाम्रो दिदी आन्टी बहिनीहरू एकदम डाइरी आउनु भएको के न हो। हाम्रो प्रहरी चौकी चाहिँ तमाखेको यो गाइस होइन।
हेर्नु सक्नुहुन्छ। उठ्ने बेलै भएर होइन यार। छैन ब्याडमिन्टन खेलेको छैन। हेर्नु सक्नुहुन्छ गाइजहरू एकदम तमाखेको अब चाहिँ होइन मन्दिर चाहिँ आइपुग्नु लाग्यो। नेम्बाङ गाउँहरू छिर्यो यथुङबाट। म बिहान त्याग दिन्छु ल म्यासले नजात न त्यो बिहान के गर्नु के काम अब काम नभए पनि नजात न टान दिन्छु म्यासले हात दुखिरहेको छ सक्छु कि सक्दिनँ अहिले लडिन्छ क्या अन्जनमा यस्तो पत्र गर्नु त ब्यानर तान्दै कटाउ पेल मलाई एकछिन अलिक नजिक मात्रै छ धेरै पेल्नु पर्दैन। एकदमसँगले होइन हाम्रो अर्को सरहरूको घर आइपुगिसक्यो है। अब मन्दिर आइपुग्नु खोलाको अर्को सर एकदम सरसफाइमा बिहानमा खटिनु भएर रहेछ। ए तेरी थर्कायो त अर्को सरले त हामीलाई त के पो भन्यो रातभरि हल्ला मात्रै तिमीहरूको पो भन्नु त अर्को सरले त अघि कराउँदै गएको सुनेछ नि सानो कराउँदै गएको त अनि यो गाला हामी ला कसको बुट फाइनली कटाओ फाइनली गाइस आइपुग्यो अब मन्दिर चाहिँ होइन हेर्नु होला मन्दिर पनि आज तर मन्दिरको धेरै भिडियो त हालिसकेको छ मैले तर आज नि हेरिदिनु होला होइन के कसकोमा के पकायो गनायो यार यस्तो भ्यू छ मिठो मिठो गनायो त पकायो बेला एकदम हुन्छ ग्रान्ड गयो तमाखेको मामाहरू त अघि आइपुगेछ नि बाइकमा फिलिली उडेर यता दिदी डाइरी जानु हुँदो रहेछ मन्दिर अब हेर्दै हेर्दै जाउँ है गाइजहरू ल मन्दिर हेरौँ है मन्दिर एकदम निहालेर अब हेरौँ होइन मन्दिर हेर्नु सक्नुहुन्छ जिन्दगी गाह्रो मन्दिर चाहिँ यो है गाइजहरू ल हामीले अब बनाइसक्नु लागेको मन्दिर हो यो चाहिँ होइन गाइजहरू घुमाएर मात्रै झर्नु बसौँ एकछिन दा एकछिन यता हो बाटो ओह्रालो बोलाएको त ए तेरी